कटिसक्यो त फेरि यहाँ चलाउनु हुँदो रहेछ कटाकटै हुन्छ के तेरो टाउको 57 तँ झिकिहाल्यो होला मोबाइल माथि रहेछ नि कस्तो राम्रो भन्दै राम्रो छ अरे राम्रो भन्दै आयो मलाई त दिक्क लाग्यो यो पाट पो भएछ मेरो त यसो चलाउँदा निप्छ यसरी चलाउँदा निप्छ मान्छे सबै लौरो टेक्दिन्छ मान्छे सबैजना मिलेर हिँडेर हुन्छ थिएन कति धेरै मान्छे तपाईँको प्लम्बर पनि यताबाट आउँदो रहेछ त अनि के हो होइन भन्नु हो त्यही होला हो गुफा खोइ डाँडोसम्म ल हो डाँडोबाट हेरौँ माथि है 100 रुपियाँको उठाउनु पऱ्यो 100 रुपियाँ भने अस्ति मलाई 200 रुपियाँ आउँदै अब 100 रुपियाँ होला 200 रुपियाँ उठाउनु पऱ्यो नि आमा मान्छेहरू कस्तो खोइ फोन गर्नुहुन्न भइहाल्छ नि 200 रुपियाँ उठाउनु पऱ्यो नि त घुमी 200 रुपियाँ तिरे आउँछ त रातभरि घुम्यो आज दिउँसभरि घुमेर रातभरि घुमेर मात्रै पुग्ला जस्तो छ हजुर के गर्नु त त्यो पैसा लिने ठाउँमै होइन यो मलाई लाग्छ उनीहरू जे मन लाग्यो त्यही गरे जस्तो लाग्छ मलाई त्यो यिनीहरू सबै आउने मान्छेले पैसा तिरेको छैनन् जस्तो लाग्छ हामी मात्र जान्ने भएर तिरे कहाँ छ तिर्ने ठाउँ भनेर खोज्दै हिँड्छौँ नि हामी त्यस्तो लाग्छ मलाई रोकेर के आयो त फर्केर आयो स्याउ फुटबल कहाँबाट आयो स्याउ मान्छेले खाएर